मेरा ट्रांसफर हो रहा है दूसरे शहर। निराश क्यों हो रहे हो? ये हेलो एभ्रिवान, नमस्ते सबैजना, स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। यहाँहरू माझमा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु साथीहरू। आज चाहिँ म विशेष प्रकारको अर्कै फाल्टै भिडियो लिएर आइसकेको छु। आज चाहिँ म यस कार्यालयबाट अन्त कार्यालय अनन्त जाँदैछु, त्यस कारणले गर्दाखेरि यो भिडियो विशेष रहनेछ। जति पनि समय यहाँ बिताइयो सबैजनालाई मिठो सम्झना छँदैछ, न्यानो माया पनि छ। आगामी दिनहरूमा नि भेट भइएला, सम्झिनु माया गरिदिनु होला भन्न चाहन्छु। अनि जति पनि साथीहरू रहँदा बस्दाखेरि जे जस्तो भयो दुःखमन नगरिदिनु होला, बिर्सिदिनु होला, नराम्रो कुराहरूलाई सम्झिदिनु होला, राम्रो राम्रो कुराहरूलाई माया गरिदिनु होला भन्न चाहन्छु भन्दै चियाबसीदेखि लिएर नुमसम्मको यात्रामा छु म। भिडियो हेरेर साथ दिएर अन्तिमसम्म। विशेष गरी यहाँ साथीहरूले माया धेरै धेरै गर्नुभएको छ, यसरी नै माया देखाइदिनु होला। माया काम गर्न भएको छ, मैले केही दिन सक्दिनँ तपाईँलाई। अलिकति मलाई दुःख लाग्छ नि, के छु गर्नु पऱ्यो, हामीले धेरै गर्नु पऱ्यो नि तपाईँहरूलाई। अहिले मैले तपाईँहरूलाई धेरै कतिसम्म मलाई कस्तो लाग्छ कि र मलाई एउटा बिहारले नै हामीलाई मलाई उनीहरू तपाईँलाई ठग्नु भने मलाई ठग्नु होइन, ठग्यौँ हामी। तर तपाईँहरूले मैले पाउनु होला, एउटा भाइले पाएँ, मैले रमाउनु मलाई चाहिँदैन होइन, मलाई चाहिँदैन, उसलाई चाहिँ दिनु होला, मेरो भाइलाई दिनु भनेर भन्दा पनि मैले सबैले तपाईँहरूलाई गर्नु सक्दैन। मलाई धेरै तपाईँहरूले विश्वास गर्नुहुन्छ, तपाईँहरू हुनु नै छ भनेदेखि चाहे म मात्रैले एउटा उसले मात्रै गर्न सकिँदैन, यतिसम्म गर्नु पऱ्यो, यतिसम्म सहयोग गरिदिनु पऱ्यो। तर मेरो आउने भाइहरूले पनि मलाई गर्नुहुन्छ भन्ने मलाई आशा छ र उहाँ पनि यति उत्कृष्ट काम गर्नुहुन्छ भन्ने मलाई पनि आशा छ। त्यो भएकाले सदाबार फेरि पनि हुनुपर्छ हामी। आजको लागि तपाईँहरूलाई बिदाई होइन, यो चाहिँ यसो जाँदैछौँ भनेर मात्रै ल। कति कुराहरूमा मबाट पनि फोन गर्दै त्यसमा चाहिँ गाजे ढिलो सुतेर आँसु झरेन। बिहा चाहिँ फेरि पनि एक ठाउँ बस्न भयो। यो फेरि के खालको जस्तो भए पनि होइन, आफ्नै घर जस्तो बस्ने दाजु बस्नेहरू छ, बसाइ एकदम सुखद माया रहोस् है। फेरि अब फेरि भेट्छ कतिवटा मोबाइल दिएको छ मलाई। मलाई पनि यही मौकामा हान्दिनु क्या सर भए यो त अलि स्पेसल हुनु पर्यो।
होला के गरेर होला मनमा नराख्ने फेरि भेटाउँला अब अस्ति कुराकानी है लगभग 15 मिनट बस्छौँ त्यहाँदेखि काशी मूर्ति अन्त मेरो अघिदेखि नभेटौँ जस्तो लाग्नु थाल्छ बुझ्नु आज त नबुझ्नु लुलु खोइ त भइसक्यो टिका खुसी भएर बाँच्नु फेरि पनि गाउँदैन भाइ पनि होइन आफ्नै घर जस्तो बस्यो दाजु ल तपाईँहरूको अब जुन ठाउँमा बस्ने हुन्छ तपाईँहरूको बसाइ एकदम सुखदमय रहोस् है फेरि अब फेरि भेट्दै आउँछ ल हाम्रो ब्याजी आज के अरे पैसा कमाउनु सेक्टर जाँदैछ कमाएर आउँछ यो माला हामीले त्यसैको लागि लगाइदिएको फाइनली गाइज विगत 2-2.5 वर्षको बसाइपछि अब यो प्रहरी चौकी चियाबेसीले म छोडेर जाँदैछु यहाँ बस्दा रहँदा बुझ्यो बुझेन दुःख नगर्नु होला यो भित्रबाट खुसी हुन चाहन्छु अहिलेलाई बाई बाई चियाबेसी अब म यो ठाउँ छोडेर जाँदैछु फाइनली म चाहिँ खाँदारी बस पार्क आइसकेँ साथीहरू यहाँबाट अब हामी बस चढ्छौँ केही बेरको समयमा दोस्तों को अलग कर सकता है लेकिन हमारी दोस्ती कम नहीं कर सकता तुम जब भी दिल से याद करोगे खान हाजिर भाइ पनि होइन आफ्नै घर जस्तो बस्यो दाजु ल तपाईँहरूको अब जुन ठाउँमा बस्ने हुन्छ तपाईँहरूको बसाइ एकदम सुखदमय रहोस् है फेरि अब फेरि भेट्दै आउँछ लाग्यो अब हिमालतिर अब गुरुसित गाडी पुरै फुल गियरमा लानुहुन्छ अरे अब मान्छे चाहिँ सुकाराम भयो अब मान्छे त यस्तै होला ट्याक्सीले बसको यात्रा बल्ल मान्छे भरियो एकै भरिन्छ यता सबै अँटाइगयो सानो डाँडामा
साङपुटीमा रोड बन्दैछ अब। पाहाडतिर चाहिँ पिच यसरी गर्दैछन् गाइजहरू है, पिच गर्ने टेक्निक चाहिँ पाहाडमा चाहिँ पिच यसरी हुन्छ। हाम्रो तराईमा चाहिँ रोलरले थिच्नुपर्छ, यहाँ चाहिँ गाडीले थिचिँदो रहेछ चक्का। त्यति गरेपछि अनि बाटो डर नभएर अनि के चाहिँ हुन्छ। आइडिया पावरको सबै गरेर फाइनली गाइज म चाहिँ अब मेरो ठाउँमा आइसकेँ है। म बस्ने ठाउँ चाहिँ यही हो, यही ठाउँमा बस्छु म चाहिँ। अब मेरो सम्पूर्ण कार्यहरू यहीँबाट हुनेछ। तपाईँले हेरेर साथ दिनु होला, धन्यवाद।